क्रिकेट प्रेमी साथीहरूलाई स्वागत छ। तपाईहरुलाई मेरो युट्युब च्यानल स्पोर्ट्स नेप न्यूजमा सबैलाई स्वागत गर्न चाहन्छु, जहाँ हामीले डेली नेपाली क्रिकेटको लेटेस्ट अपडेटहरू लिएर आउने गर्दैछु। त्यसैको सन्दर्भमा आज हामीले आजको के न्यूजहरू आएको छ, के लेटेस्ट न्यूज, त्यस सम्बन्धमा कुरा गर्न गइरहेको छु। सबैभन्दा पहिला कुरा गरौँ काठमाडौँ गोर्खास, जुन गोर्खास थियो त्यसलाई चाहिँ उनले चाहिँ आफ्नो खेलाडीहरू रिटेन गरेका छन् हैन। आफ्नो अघिल्लो संस्करणमा त्यति सफल नहुन सकेको काठमाडौँ गोर्खास करण केसीले जसले लिड गरेको थियो, यो ताली हेरौँ कतिको सफल हुनेछन् वा हुने छैनन्, के छ कसो छ, आफ्नो टिम बनाउनमा लागि परेको छन्, अगाडिदेखि एकदम मेहनत गरिरहेका छन्। जसरी उनीहरूले नामलाई पनि हल्का मोडिफाई गरेका छन्, साथै खेलाडीहरू चाहिँ को रिटेन भएको छ हेरौँ। सबैभन्दा पहिला करण केसी, एज युजल करण केसी भएका छन्। भीम सार्की जो कि स्कटल्यान्ड सिरिजमा निकै नै राम्रो प्रदर्शन गरेका थिए। भीम सार्कीले मिडल अर्डरमा आएर एउटा स्थिरता दिएको थियो नेपाली टिमलाई हैन। त्यो किसिमले निकै नै राम्रो रिटेन म त भन्न चाहन्छु। त्यस्तै साहब आलम निकै नै राम्रो खेलाडी, साहब आलम डोमेस्टिकमा निकै नै राम्रो गरिरहेको छ, इन्टरनेसनलको लागि ढोका ढक्क गरै छ। त्यस्तै दिपेश कणेल एकदम राम्रो, त्यस्तै राशिद खान र प्रतीक श्रेष्ठ, यति खेलाडीहरूलाई चाहिँ काठमाडौँ गोर्खासले रिटेन गरेको छ। साथीहरू हेरौँ अब यो रिटेन्सन जुन गरेको छ र फरेन खेलाडीहरू को ल्याउँछन् र यसलाई चाहिँ टिमलाई चाहिँ अझ बलियो कसरी बनाउँछन् यिनीहरूले चाहिँ, ताकि सिजन 2 को जुन यो हुन गइरहेको छ त्यसमा चाहिँ आफ्नो प्रदर्शन राम्रो कसरी गर्ने भनेर त्यो किसिमले चाहिँ यिनीहरूले अगाडिदेखि नै होमवर्क गरिरहेको छन्। सबै टिमहरूले आफ्नो त्यो किसिमले काठमाडौँ गोर्खासले पनि चाहिँ रिटेन्सन लिस्ट चाहिँ गरेको छ। साथै फेरि एकचोटि म भनिदिन चाहन्छु, करण केसी, भीम सार्की अनि साहब आलम, दिपेश कणेल, राशिद खान र प्रतीक श्रेष्ठ चाहिँ रिटेन गरेको छ। साथीहरू काठमाडौँ गोर्खालाई अल द बेस्ट भन्न चाहन्छु। अझ राम्रो गर्नुहोस्, यो वर्षको जुन यो एनपिएल सिजनमा अझ राम्रो प्रदर्शन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु साथीहरू। र यससँगै अर्को फेरि न्युज के छ भने नेपालले चाहिँ यो के भन्छ अस्ट्रेलियामा गएर टप इन T20 सिरिज को लागि चाहिँ खेल्न जाने भनेर चाहिँ भनिसकेको छ साथीहरू। टप इन चाहिँ यो चाहिँ जाने, यो चाहिँ सिरिज डार्विनमा हुन्छ। फ्रम अगस्त 14 देखि 24 सम्म चाहिँ डार्विनमा हुन गइरहेको छ। यसमा चाहिँ इन्डियाको ए टिम, के भन्छ पाकिस्तान, बङ्गलादेश हैन, सबै टिमहरूको ए टिम साथै अस्ट्रेलियाको घरेलु जुन यो टिम हुन्छ त्यसबाट पनि 2टा टिम खेल्न जान्छ। निकै नै राम्रो, क्यानले निकै नै राम्रो तयारी गरिरहेको छ, सबैलाई इन्गेजिङ बनाइरहेछ, ताकि अब किनभने हामीले T20 वर्ल्ड कप जुन खेल्न छ, जुन हाम्रो नजिकैको छिमेकी इन्डियामा हुन गइरहेको छ, त्यसको लागि चाहिँ तयारी गर्नुपर्नेछ साथीहरू। त्यसैको तयारी स्वरूप अब अस्ट्रेलियामा गएर, अब किनभने T20 को लागि T20 खेल्दै गयो भने अनि कम्बिनेसन हाम्रो त वर्ल्ड कप मेन सोच, वर्ल्ड कपको लागि चाहिँ टिम बनाउनको लागि अब T20 खेले जस्तै अब यो चाहिँ T20 सिरिज चाहिँ यो अस्ट्रेलियामा खेल्नेछन् हैन। त्यो पछि श्रीलङ्का छ हैन, श्रीलङ्कामा खेल्नेछन्। त्यो पछि फेरि युएईमा चाहिँ वेस्ट इन्डिज, जो बहुप्रतीक्षित गेम, नेपाली फ्यानहरूको लागि बहुप्रतीक्षित गेम जुन हुन गइरहेको छ, जुन शारजामा जुन हुन गइरहेछ वेस्ट इन्डिजसँग, यो सबैबाट पछि चाहिँ के हुन्छ भने एउटा राम्रो र बलियो टिम T20 बनाउनेछन् र नेपालले चाहिँ त्यो पछि चाहिँ आफ्नो एउटा बलियो टिम बनाएर चाहिँ दावेदारी पेश गर्नेछन् T20 को लागि चाहिँ। त्यो किसिमले चाहिँ न्युज आएको छ। अर्को त्यस्तै सुदूरपश्चिम रोयलले चाहिँ सुदूरपश्चिम रोयल कप गर्ने चाहिँ आफ्नो सुदूरपश्चिममा चाहिँ सुदूरपश्चिम के भन्छ रोयल कप गर्ने जसले आफ्नो टिमहरू त्यहाँ चाहिँ गरेर त्योबाट चाहिँ खेलाडीहरू छान्ने, यस्तो किसिमको लेटेस्ट अपडेटहरू आइरहेको छ साथीहरू। तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु हुनेछ भने मैले विश्वास लिएको छु। लाइक सब्स्क्राइब गर्न पनि नभुल्नु होला। तपाईहरुकै साथ सहयोगले हाम्रो यो च्यानल ग्रो गर्ने हो साथीहरू। कृपया मेरो च्यानललाई लाइक सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु हुनेछ विश्वास लिएको छु। नेपाली क्रिकेटलाई माया गर्नुहोस्, नेपाली क्रिकेट हेर्ने गर्नुहोस्, नेपाली क्रिकेटमा माया गर्नुहोस् र जय नेपाल भन्दै यही सकाउन चाहन्छु। थ्यांक यू।